रगत पसिनाको कमाइको लगानीको तपाईँले ध्यान दिनुभएको छ कि छैन? तपाईँले यसरी नै यो चाहिँ यो त मेगा प्रोजेक्ट हो, यो त नेपालको मेगा प्रोजेक्ट जस्तो कम्पनीले तपाईँहरू चाहिँ यस्तो यो हालतमा यो तपाईँको कति लाख पर्दो हो? यो तपाईँको 3% 2% ल्याउने यो त राष्ट्रले दिइरहेको छ। हेर्नुहोस् तपाईँले यस्तो किसिमले डिभिडेन्ड लिएर आएर तपाईँको चाहिँ यो कार्यक्रम सञ्चालन गर्दै गर्दा यो सुटबुट लाउँदै गर्दा तपाईँहरूलाई त्यो औकात दिन्छ कि दिँदैन पब्लिक इन्भेस्टरहरूको अगाडि आउनको लागि? म यो क्वेसन सिओ साहबलाई भने कुन आधारले चलाउनुहुन्छ? यो एउटा तपाईँको सामान्य कम्पनीले दिइरहेको छ। हेर्नुहोस् बाहिर जहाँ लगानी गऱ्यो भने पनि ब्याङ्कमै लगेर राख्यो भने 5-6% दिन्छ। तपाईँको कति वर्ष भयो एभ्रिथिङ हेर्नुहोस् त कति छ हजुरको रिटर्न? अनि कसरी सरकारले गरेका आयोजनाहरूमा पब्लिक इन्भेस्टरहरू अथवा चाहिँ तपाईँको चाहिँ त्यसमा एट्र्याक्सन भएर तपाईँहरूको कम्पनीप्रति विश्वास गरेर लगानी गर्न आउँछ? अनि हामीले कुन चाहिँ मेगा प्रोजेक्ट तपाईँको डेभलपमेन्ट गर्न सक्छौँ त्योभन्दा अघिल्लो फेजमा? तपाईँले एजिएम चाहिँ तपाईँको चाहिँ के अरे एकजना छ भन्नुहुन्छ लास्टमा आएर तपाईँको चाहिँ भोलि आज त लगानीकर्ताहरूको दिन हो नि, तपाईँले साटासुटु गर्ने अनि ठ्याक्कै पास गर्ने ताकि पड्काउनु जाने यस्तो हिसाबले तपाईँको एजिएम चलाउने खोज्ने तपाईँहरू जनताको पैसा लाने अनि मोज मस्ती गर्ने अनि हजुरको चाहिँ तपाईँको चाहिँ नि रेस्पोन्सिबल हुनु पर्दैन लगानीकर्तामाथि। यस कारणले तपाईँहरूले सोच्नुहोस् यो विषयमा है। अबको दिनमा यसरी सधैँ यो गरेर चल्दैन। अबको दिनमा तपाईँहरूले क्यास फ्लो एनालाइसिस पनि सरले कुरा गर्नुभयो। क्यास फ्लो एनालाइसिस तपाईँहरूले सही तरिकाबाट गर्नुभएको छ कि छैन त्यो कुरा पनि तपाईँको चाहिँ पब्लिकको अगाडि चाहिँ गर्नुहोस् र त्यसको चाहिँ कस्ट बेनिफिटेड एनालाइसिस र रिटर्न एनालाइसिस के हो त रिटर्न कति लगानी गर्दाखेरि अहिले कति पाउँछ त पब्लिक इन्भेस्टरहरूले त्यसको रिटर्न चाहिँदैन तपाईँहरू चाहिँदैन। हरेक वर्ष तपाईँहरू यसरी यस्तो चाहिँ तपाईँको नाजुक अवस्थामा चाहिँ तपाईँको डिभिडेन्ड घोषणा गरेर तपाईँले यो चाहिँ सुख पाउनुहुन्न। आउँदा दिनमा यस्तो किसिमको शब्दावली चाहिँ प्रयोग गर्न नपरोस्। हेर्नुहोस् हामीले पनि यो संस्थाको लागि एउटा तपाईँको पोजिटिभ कुरा गर्ने वातावरण यहाँ रहोस्। हामी आउँदै गर्दाखेरि टाउको समातेर यो तपाईँको यहाँ सिग्नेचर गर्न आउन नपरोस्। कम्तीमा यो संस्थाले राम्रो डिभिडेन्ड दिएको छ, भविष्यमा यो संस्थाप्रति चाहिँ एकदमै राम्रो कम्पनी भनेर हामीले एउटा चाहिँ भन्ने वातावरण चाहिँ मिलोस्। आइन्दा एजिएमहरूमा यस्तो किसिमको चाहिँ तपाईँको हामीले यो भनेर चाहिँ तपाईँको चाहिँ यो टाउको समातेर आउने वातावरण नबनोस्। मैले एउटा त्यो भन्न चाहन्छु। अर्को कुरा चाहिँ हजुरको यो जुन लास्ट इयर तपाईँहरूले राइट सेयरको के अरे प्रिमियमको पैसा तपाईँले दिनुभएको भएदेखि कम्तीमा यो डिभिडेन्डमा एडजस्टमेन्ट गर्नुभएको भएदेखि त एभरेजिङमा त तपाईँहरूको यस्तो डाँडा त बन्थेन होला नि त। यहाँ डाँडा बनाउनु भएको छ, यहाँ 3.8 यो फिगरले के भन्थे कस्तो भलाटाइट छ हजुरहरूको यो कम्तीमा यसलाई एडजस्ट गर्ने अहिले यो 2% मात्रै थपेर 5% गरिदिएको भए त कम्तीमा ब्यालेन्समा त जान्थ्यो नि हजुरहरू। तपाईँले त्यो पैसा किन लुकाएर राख्नु भएको? अहिलेको जस्तो कन्डिसनमा तपाईँले त्यो प्रिमियममा आएको पैसा चाहिँ के हिसाबले चाहिँ राख्नु भएको? त्यो डिभिडेन्ड किन बाँड्न सक्नु भएन? मेरो एउटा त्यो प्रश्न पनि छ हजुरहरूलाई। र हजुरहरूले यो लगानी गरेर लगानी कति समयमा यसको चाहिँ तपाईँको चाहिँ नि रिटर्न आउने हो होइन? यो सिओ साहबले चाहिँ यसको चाहिँ एउटा डिटेल डिजाइन के छ, आउने दिनहरूमा कसरी चाहिँ यो संस्था चाहिँ तपाईँको चाहिँ रन हुँदैछ यसको बारेमा केही जानकारी गराइदिनुहुन्छ भन्ने एउटा तपाईँको राख्दै मेरो 2 शब्द यहीँ टुङ्गाउँछु। धन्यवाद।